तेह्र भूकम्पहरू बेला बेला म कहाँ हल्लिँदै आउँथे। मातेर भूकम्पहरू बेला बेला म कहाँ हल्लिँदै आउँथे। मेरो पदचाप मुनि थरर थरर काँप्थे र जान्थे कायरहरू। आँधीहरू दूर क्षितिजदेखि दगुर्दै आउँथे। मेरो सामर्थ्यमा ठोकिएर बाङ्गिन्थे र बेपत्ता हुन्थे। बादलहरू जुलुस निकाल्थे र आफै पानी हुन्थे। चट्याङहरू शून्यको गाला चड्काएर कतै हराउँथे। म कमजोरीहरू भत्काउन निमग्न र आनन्दित शक्तिहरूको खेल हेरेर समय काट्थे जब म आफू सामर्थ्यका इँटाहरूले बनेको थिएँ। क्रोधले उर्लिएर आउँथे प्रलयका नदीहरू। मलाई सुमसुम्याउँथे र आफ्नो निरीहता सुसेल्दै समयको ओह्रालो भाग्थे। आकाशमा तारासरी अस्तित्वमा उदाउने आँखाहरू, स्वर्गै हल्लाउने आँधीहरू माझ म सगर्व टाउको उठाएर उभिएको हेर्थे र हराउँथे। गाल्ने ताकतहरू आफ्नै लाजमा डुबेर निसासिन्थे। ढल्ने शक्तिहरू आफै पराजय र चोट सुमसुम्याउँदै कतै गएर ढल्थे। समय चोट दाग्ने रहरले ममा धार लगाइरहन्थ्यो हरदम र आफै शरमले चुपचाप आफ्ना बोधा क्षणहरू बाटातिर खसाली हिँड्थ्यो जब म आफू सामर्थ्यका इँटाहरूले बनेको थिएँ। तर पहिरो जाँदा पहाडमै त जाँदो रहेछ। भत्किनु पर्दा निर्मिति नै त भत्काउँदो रहेछ। ढिलो चाँडो पहिरोले नतानिने पहाड नै पो हुँदो रहेनछ। जुन दिनदेखि म पहिरो जानकी थालेको थिएँ, चराहरूकै चिरबिर पनि मलाई चिर्न खोजिरहेछन्। पानीकै छिटाहरू पनि मलाई फोर्न खोजिरहेछन्। एक भङ्गालो पनि नबग्ने बगर मलाई बगर बनाउन खोज्छ। फुलसित खेल्न हिँडेको हावाको हल्का झोक्का जाँदा जाँदै मलाई ढाल्न खोज्छ। मेरो उचाइलाई घिसारेर मेरो फेदीमा पुर्याउन खोज्छ। मेरो आयतन खाली गरेर म भरको एउटा नयाँ आकाश उभ्याउन खोज्छ। भूकम्पहरू पनि पो आफै भित्रबाट उठिरहेछन्। हल्कै बतास पनि भय मिसिएर आँधी बनि जाँदो रहेछ। मसिना नदेखिने ताकतहरू पनि सुरसा देखिँदा रहेछन्। मसिना नसुनिने आवाजहरू पनि मुटु हल्लने गरी सुनिँदा रहेछन्। आफ्नै आँसु नै मलाई भत्काएर बग्न थाल्यो जुन दिनदेखि म पहिरो जान के थालेको थिएँ। यति बेला म संवेदनको नितान्त एक शीशमहल उभिएको छु। औसत मौसम नै मलाई अत्यधिक क्रूर लागिरहेछ। भएको खासै केही छैन, रही पनि मलाई ठुलै केही भइरहेछ। किन लागिरहेछ कि म सधैँ चट्याङहरू खसाल्न तयार आकाशमुनि छु। बाढी छेउ बालुवाको पहाड छु। भूकम्पको इपिसेन्टरमा छु। अस्तित्वको चेपमा छु। प्रलयको चापमा छु। म किन हिर्काउन मात्र तयार सहस्र सम्भावनाहरूको धरापमा छु। जिन्दगी अरूको ढुङ्गाले भन्दा आफ्नै सिसाले ज्यादा चर्काउँदो रहेछ। जिन्दगी अरूको ढुङ्गाले भन्दा आफ्नै सिसाले ज्यादा चर्काउँदो रहेछ। म संवेदनको एक शीशमहल भत्कने पेसा गरेर बाँच्दै आएको छु अचेल जुन दिनदेखि म पहिरो जान के थालेको थिएँ। धन्यवाद। र